हजुरले के गर्नुहोस् भने यसो गाईको सट्टामा एउटा गाई दिन्छु, एउटा गाई लिएर जानुहोस्। दुईटै ब्राह्मण मान्दैनन् महाराज। यसको लागि म ल ठिकै छ, दुईटा गाई दान दिन्छु, एउटाको लागि एउटा आज दान गरेको तपाईँ लैजानुहोस्, हिजोको ब्राह्मणले दुईटा लैजानुहोस्। ल म दुईटा त लाँदिनँ, मलाई त यही गाई चाहिन्छ। होइन त्यसो भए 100 दिन्छु। हुन्छ? हुँदैन। दुहुनी गाई म 1000 दिन्छु तिमीलाई। हुन्छ? त्यो पनि हुँदैन। हेर्नुहोस् त ब्राह्मण कस्तो। यी ब्राह्मण लोभी हुन्थ्यो होइन नि त? के भन्नु त ब्राह्मणलाई? लानुपर्ने। अब तपाईँले के भन्नुभयो? अब ती ब्राह्मण उस्ता कि राजा उस्ता? केही दिँदैन, ब्राह्मण मान्दैन। दुहुनी गाई दिइसक्यो, 1000 गाई पनि। हेर्नुहोस् त यी लोभी ब्राह्मण कस्ता छन्। मान्दैन। आजकै गाई चाहियो। अब भएन, दुईटै ब्राह्मण मानेन। हजारौं लाखौं गाई दिन्छु भन्दा पनि दुहुनी गाई दिन्छु यसको सट्टा भन्दा नि कोही टेर्दैनन्। हिजोकालाई पनि आजकै गाई चाहियो, आजकाल पनि आजकै गाई चाहियो। अब ब्राह्मणको झगडाको कारणले गरिकन अब जानुपर्ने भयो नरक, राजा जानुपर्ने भयो। दुईटैले नलग्दा त दाता जानु पर्यो नि नरक। ब्राह्मण जाने कुरा भन्न, किन उसले लगेन। अब त्यो समयमा राजालाई जुन आकाशवाणी हुन लाग्यो कि प्रभुजीले वर्णन गरिदिनु भयो, तपाईँ अब जानुपर्छ नरक। तपाईँ पहिला नरक जाने कि स्वर्गमा जाने? गाई दान गरेको प्रभावले स्वर्ग पाइन्छ। ब्राह्मणको झगडा गरेका कारणले गर्दा नरक जानुपर्छ। ब्राह्मणले झगडा गरे। नृग राजाले भन्नुभयो, प्रभु तपाईँहरू के भन्नुहुन्थ्यो? कता जानु पहिला? स्वर्ग। हेर्नुहोस् त, पहिलाको मिठो पछिको नमिठो राम्रो हुन्छ त? पहिला हामी के गर्थ्यौँ? ढिँडो खाइ गरेर भात खाँदै हुन्थ्यो। आमाले दिएको अलिकति भात कति पकाउँथ्यो? सबैका घरमा 1 पानी भात पकाउँथे, ढिँडो 1 केजी पकाउँथे। अनि यति भात दिन्थे होइन? सबै घरमा त्यही थिएन पहिला। ढिँडै खानुपर्थ्यो, च्याख्लै खानुपर्थ्यो। सबभन्दा मन नपर्ने मलाई त च्याख्ला। सम्झना पनि गर्नु मन पर्दैन अहिलेसम्म पनि, मनै पर्दैन। अहिले चाहिँ खाएको छुइनँ, तर मन चाहिँ पर्दैन। त्यो अरू जस्तो चाहिँ लाग्दैन मलाई। बरु भातै खान्छु अलिकति, मन पर्दैन। त्यो गन्दै मन पर्दैन च्याख्लाको त नि। इन्डियातिर के भन्छ? चामलको भात भन्छ, के अरे मकैको भात भन्छ। त्यो च्याख्लालाई नि अमृत चाहिँ खान्छ। अब मलाई मन पर्दैन, तर कहिले काहीँ खानुपर्छ, नखाएको हुँदैन, बिमार।